हेलो वेलकम ब्याक गाइज फेरि है गुड मर्निङ सबैजनालाई अहिले चाहिँ म हेटौँडामा छु हेटौँडा बजार यहाँदेखि त्यहाँ यो पिपल बोर्ड छ त्यो बोर्डको अलि उतापट्टि बजार छ त्यहाँ चाहिँ बस पार्क भनौँ न यहाँ चाहिँ हेटौँडा डान्स बार रहेछ यता होइन म चाहिँ यता अनिल दाईकोमा आएको छु यहाँ हाम्रो अनिल राणा दाई यहीँको यहाँ चाहिँ क्लब खोल्दै हुनुहुन्छ दाईले हेटौँडामा के डान्स बार भने चाहिँ स्टेप अफ डान्स बार अनि यो यहीँ यो बिल्डिङमा यताबाट ट्याक्क लगाएर होइन अनि यता आएर यहाँ जोसेफ जब क्याफे लन्च छ अनि यतापट्टि दोहोरी माथि चाहिँ दाइको बोर्ड टाल्न बाँकी छ बोर्ड हाल्नलाई ब्यानर यो भित्र हो म चाहिँ जाँदैछु यहाँ चाहिँ दाइको स्टेप अफ डान्स बार अनि दाना नम्बर यहाँ छ होइन यो क्लबमा तपाईँहरू आएर इन्जोय गर्न सक्नुहुन्छ हल्का टाइम लिएर यताउता रमाइलो हल्का मोड फेस गर्न आउन चाहनुहुन्छ भने यहाँ आउनु होला गीत सुन्नु होला होइन यहाँ माथि फ्लोर जानु पर्यो दौडेर यस्तो यहाँ चाहिँ यही तल गजलको चाहिँ यहाँ बनाउँदैछ सेकेन्ड फ्लोरमा फर्स्ट फ्लोर अनि यहाँ चाहिँ यतापट्टि आएर माथि यहाँ सबै यो फर्महरू हामीले यताउता सबै मिलाएर यो फोहोरहरू चाहिँ त्यहाँ राखेको छ गाडीहरू आएको छैन यहाँ फिनिसिङ भएको छैन हुन लागेको छ यो पहिले किचन ल्याउँछ है त किचन यहाँ बनाउन बाँकी छ अझै अहिले चाहिँ यतिकै छ होइन सामानहरू ल्याउन बाँकी छ यहाँको अनि अझै यहाँ ढोका हाल्नु बाँकी छ एउटा ट्याक्क लगाएर यहाँ आयो यो आयो यहाँ यसो साउन्ड बाहिर जाँदैन यस्तो छ अब यहाँ ट्याक्क लगाएर मेन चाहिँ काम गर्न यो हिजो अस्ति नै ओपनिङ हुन्थ्यो दाइको यो क्लब यो सिसा बनाउने मान्छेले धोका दिइरहेछ एउटा काम गर्ने मान्छेहरू एकदम ढिलो गरिरहेछ अनि एउटा दाइले चाहिँ चाँडो गरिरहनु भएको छ यो यस्तो टाल्ने टोइलेट बनाउनेहरूले उहाँ एउटै आएर चाहिँ चाँडो गरिरहनु भएको छ अरू चाहिँ लास लोसे अल्छी ठग जस्तै काम गरिरहेछ पैसा म 3 दिन भइसक्यो यो दुईवटा सिसा काटेर त्यसै सिसा बनाउने मान्छे गायब छैन अनि तपाईँहरू यहाँदेखि नजाएर देख्न सक्नुहुन्छ है योहरू बनाइरहेको छ योहरू यस्तो त्यहाँदेखि आयो ट्याक्क आयो मजा आयो अनि एसीहरू चाहिँ हालिसकेको छ यहाँ चाहिँ अब कलर दामी हुन्छ लाइटिङ आएपछि बाहिरबाट मगाएको छ यहाँको लाइटिङ माथिको अब आज काम सक्यो भने भोलि चाहिँ ओपनिङ हुन्छ सायद यहाँ टोइलेटहरू यस्तो फिनिसिङ हुँदैछ योहरू चाहिँ हालिसक्यो अब पानीको त्यो गर्नु बाँकी रहेछ यो पानी त्यहाँबाट छोडिदिनु यो टोइलेट पनि बनाइसकेको छ यो चाहिँ जेन्ट्स लेडिजको यता छ यो सबै अब सफा गर्नुपर्छ सफा गर्न धेरै टाइम त लाग्दैन अब काम सकेपछि चाहिँ भन्नु पनि सफा गर्छ केटाहरूले ए टोइलेट त उयो हाल्नु बाँकी रहेछ ल्याइथ कहाँ छ त्यो अब त्यो हाल्नु बाँकी छ लगभग सकिसक्यो मेन भनेको अब त्यहाँ ऐना मिलाउने मान्छे हुनुपर्छ अनि त्यसपछि सकिन्छ तल काम पनि भइरहेछ तल चाहिँ गजल हो होइन त्यो फोहोरहरू भयो गजलको पनि कामहरू हुँदैछ यता दाइको माथि क्लब भयो
मुनि यता यस्तो छ मुनिको चाहिँ यो किचन रहेछ ठुलो यता भन्दै खतरा बनाएको छ यता पनि यहाँ चाहिँ अँध्यारो रहेछ उनीहरूको त ब्यानर टालिसक्यो यो भन्दै अब यो भ्लग हामी यतै खतम गर्न चाहन्छौँ आजको मर्निङ अँध्यारो भएर देखाएको छु मेरो अनुहार ल गाइस अनि तल पनि यस्तो छ टोइलेट छ बाथरुम तल्लो फ्लोरमा यो चाहिँ माथिबाट आयो यो उताबाट आयो माथि छिर्ने त्यताबाट गयो माथि जाने चाहिँ यहाँबाट थर्ड फ्लोरमा भयो त्यसपछि यहाँ सुरुमै टोइलेट लगायो भने यहाँ चाहिँ अनि यता कफीको ट्रेनिङ यता बारिस्टा ट्रेनिङहरू पनि गराउँदो रहेछ तपाईँलाई कफीहरू खान मन लाग्यो भने पनि यहाँ छ कफी टक्क खायो दामी छ यहाँको पसल ल यो भन्दै जय नेपाल फेरि भेटौँला कस्तो लाग्यो दाइको क्लब ओपनिङ हुँदैछ आउनु होला इन्जोय गर्नु होला खानु होला रमाइलो गर्नु जानु टाइममा नि ठ्याक्कै आज दिन पारेर बिदाको खाइदिउँ न गाजा केटा खोताको हिगाको